हाँगडा चढ्दा त बमिट आउला नि अस्ति कति आएको 20 गते होइन र एकदम ठुलो हजुर साउन 20 गते आएको बाढीले गर्दा यो शिला शालिग्राम पुरा डुबान थियो त्यही बेला आज कति 24 गते चाहिँ आयो 24 गतेका दिन यस्तो छ अवस्था सेतीको लागि यताबाट गइछन् कालीगण्डकी के कस्तो भएको छ बजारमा अब देखाउँछु म हजुरहरूलाई ओ यो घरको यो तल्लो पार्दलीसम्म आइरहेको थियो यो पार्दलीसम्म यो त्यहाँ हिँडेको खोला हिँडेको छ त्यहाँनिर त्यो पार्दलीमा आएको थियो साउन 20 गते सेती खोलाको यस्तो छ अब त सेती खोला यो पुरै डुबान थियो साउन 20 गते यहाँ त पुरै हिलै भएछ नि यहाँ त पुरा ताल भएको थियो हजुरको त भिडियो आइरहेको थियो यहाँ आजले यसो तैरेर आएको यहीँ भित्र बसेको माने कहाँसम्म आएको थिएँ देखेको छ हजुरलाई मजाले उगाएर उद्धार देखाएको छ यस्तो छ उहाँलाई नै साउन 20 गते उद्धार गरिएको थियो यहाँ त लगभग कहाँसम्म आइसक्नु गर्न कि भनेपछि त्यहाँ त लगभग कहाँसम्म त्यहाँ भर्छ उहाँसम्म यस्तो रहेछ त्यो 20 गते होइन र आएको 20 गते हो नि ए 21 गते आउँछ यस्तो रहेछ साउन 21 गते आएको बाढीले गर्दाखेरि यहाँ पुरै डुबान भएको छ उहाँलाई पनि उद्धार हजुर कहाँ बस्नु भएको थियो माथि बस्नु भएको थियो उहाँ भित्रसम्म आएको छ 11-11सम्म यो पुरै डुबान थियो हेर्नुहोस् यस्तो छ बाटो यो पुरै डुबान थियो यो आमा नमस्कार ठिकै हुनुहुन्छ क्या अझै माथि जान्छ शिलामा जानु सकिँदो रहेछ कि रहेन नमस्कार माइजू नमस्कार बाबु ल ए कालीगण्डकीको ताजा अवस्था यस्तो छ 24 गतेको अझै एकादशीको दिन तुझको ही शिलामा त जान सकिँदैन यस्तो छ अवस्था परैबाट पनि राम्रो नाचेर गर्नुपर्ने अवस्था छ लगभग यो मैले यो पौवा हो यो पौवा पनि पुरै डुबानमा थियो यस्तो छ अवस्था अरे हो र बिर्स्या छु